पनि छुट्टी थियो अनि त्यसपछि मेरो काम पनि छैन। द्याट्स व्हाई आइ एम गोइङ देयर है। म चाहिँ एकदमै इन्जोय गर्ने किमोची लिएर जाँदैछु होइन। थाहा छैन के हुन्छ, फ्लावर चाहिँ नझरेको होस्। आई होप मैले तिनीहरूलाई देख्न पाऊँ है। उफ, बाई बाई। घरमा बस्यो भने चाहिँ बसेको बसै हुन्छ। यसरी बेला बेलामा बाहिर नै निस्किनुपर्छ। म पनि घरमा बस्यो भने चाहिँ केही गर्दिनँ क्या, केही गर्दिनँ। मोबाइल हेऱ्यो, ल्यापटप हेऱ्यो, त्यत्तिकै दिन जान्छ है। न पढ्नु छ न केही गर्नु छ। सुत्यो उठ्यो मोबाइल हेऱ्यो, त्यही मात्र भइराखेको हुन्छ। सो टाइम हुँदा छुट्टी हुँदा चाहिँ यसरी तपाईँहरू पनि बाहिर आउनु भन्न चाहन्छु। जसरी म आज आएँ है। यो रिसेन्टली क्विक डिसिजनमा उठ्यो हिँड्यो है। अनि त्यही भएर हेर्न सक्नुहुनेछ। अनि यो सडक गुच्चा यो गाडीको छुट्टै माहौल भन्दा बाहिर पनि यस्तो ठाउँहरू पनि छ है, जापानमा भए पनि। अनि जहाँ चाहिँ शान्त फिल हुन्छ अनि एक्लै टाइम स्पेन्ड गर्नलाई पनि एकदमै आनन्दित गराउने ठाउँहरू पनि छ। साथीहरूसँग आउँदा नि भयो, फ्यामिली फ्रेन्ड्सहरूसँग, या त तपाईँ कोही छैन भने एक्लै आउँदा नि केही पनि फरक पर्दैन है। अनि आएर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ। यो देख्दै गर्दाखेरि पनि हृदय चाहिँ आनन्दित हुन्छ क्या। अनि त्यो स्ट्रेस फुल लाइफबाट यसो एकछिन बाहिर आउने भने यस्तो ठाउँहरू छ। ओह माय गुडनेस, प्रभु धन्यवाद। सी द ब्युटिफुल क्रिएसन अफ गड, कति राम्रो छ गाइस। आमा बाबा, मैले यति राम्रो देखेको कि साँच्चै राम्रो छ, एकदम राम्रो छ है। हेर्न सक्नुहुनेछ। म चाहिँ तपाईँहरूलाई फुल भिडियो नै हेर्ने मौका दिन चाहन्छु कि तपाईँहरूलाई आम जस्तो लागोस्। ल गाइजहरू म माथि जान्छ है त, माथि अब आइस्याप्पा फ्लावर हेर्ने एक्साइटमेन्ट त छँदैछ कि, तर पनि मलाई चाहिँ सबै कुराहरू टिप्पणी गर्नु मन छ यहाँको। पहिलातिर आए पनि भिडियोहरू चाहिँ बनाउँथिनँ क्या मैले, अनि आज चाहिँ भिडियो बनाउनु मन छ सबै ठाउँको टक्क लाएर। थ्याङ्क यू, बाई बाई।
साउन्डहरु सुन्नु न। वाउ गाउँमा चाहिँ यस्तो हरियो परियो वन जङ्गलबाट भाग्थे। कति जङ्गलको बिचमा बस्ने जस्तो हुन्थ्यो नि त। मलाई मात्र होइन क्या, इच एन्ड एभ्री वानलाई चाहिँ त्यस्तो हुन्थ्यो होला। अनि अहिले यस्तो ठाउँमा आएपछि चाहिँ कस्तो गाउँमा जानु मन लाग्ने, मतलब भिडहरूबाट धेरै टाढा। अनि यस्तो त्यो जङ्गलहरू देख्नु बित्तिकै कस्तो त्यो मतलब गाउँको भाइब आउँछ नि त। अनि अयो कस्तो छुट्टै लाग्ने क्या, मिस हुने क्या, घर मिस हुने, गाउँ मिस हुने, नेपाल मिस हुने गाइसहरू। एन्ड फाइनली I am here, guys. This is so cute. Victoria. त्यो बिचमा जान्छ है। मुभी जस्तो फिल भइरहेको। साँच्चै म त मुभीको जस्तो फिल भइरहेको छ। Oh my goodness. ल एकछिन म अब यो नजारा हेरेर रमाउँछु। तपाईँहरूलाई फेरि म अपडेट दिने नै छु। बाई बाई। सबैभन्दा मन नलाग्ने चाहिँ घर फर्कन है। कस्तो एक्साइटमेन्टमा आएको हुन्छ अनि अब घर फर्किनु पर्ने हुन्छ, किनभने यहीँ बस्न त सम्भव हुँदैन गाइजहरू है। अब चाहिँ म घर फर्किँदैछु। अघिको मैले नजारा हेर्न पाइनँ किनभने म एकछिन टाइम स्पेन्ड गर्दै थिएँ आफूसँग है। अनि घाम अस्ताको क्लिपहरू
खिच्ने ठुलो रहर थियो, तर मैले त्यो कुराहरू चाहिँ गर्न अलिकति पाएन। अहिले चाहिँ अस्ताइसकेछ के चाहिँ, अनि एकदमै खुसी छु है, आनन्दित छु। अनि यो हेरेर चाहिँ झन् आनन्दित भएको छु गाइस। घाम अस्ताएको खिच्नु मन थियो, तर घाम अस्ताएको चाहिँ खिच्न पाइन गाइसहरू। तर त्यहाँ हेर्न सक्नुहुनेछ घाम है, अघि ठ्याक्क घाम अस्ता कतिजना फोटो खिच्दै हुनुहुन्थ्यो क्या, अनि म चाहिँ पुरै गीत गाएर बसिरहेको थिएँ क्या। अनि मलाई त यादै भएन क्या घाम अस्ताउँछ भनेर। अनि अहिले एक्कासी त्यो ओजेल पर्न थालेपछि चाहिँ मैले मिस गरेँ त्यो चान्स, त्यो खिच्ने चान्स। तर केही छैन, अलिअलि हेर्न पाएँ त। वाउ, ओके, दिस विल बी माई लास्ट क्लिप है। म चाहिँ अब फर्किँदैछु, अब चाहिँ यहाँको घुमघाम सकेर फर्किँदैछु। यो चाहिँ चुरुमुरेको छु, हेर्न सक्नुहुनेछ है। फ्लावरहरू चाहिँ यो चाँडै झर्छ होला सायद, तपाईँहरू चाहिँ चाँडोभन्दा चाँडो भिजिट गर्न सक्नुहुनेछ। एन्ड अब गएर धेरै कामहरू छ, गएर म होमवर्क गर्नु छ गाइसहरू, होमवर्क गर्नु छ। केही गरेको छैन, सबै सोनममा छोडेर आएको छु। अनि गएर म होमवर्क भ्याएर, अनि सुरुमा म होमवर्क गर्छु, त्यसपछि म एडिट गर्छु, एन्ड देन म चाहिँ ब्लग टाइपमै हाल्छु होला होइन युट्युबमा। सो गाइजहरू, फुल भिडियोको लागि चाहिँ तपाईँहरूले युट्युब भिजिट गर्नुपर्ने हुन्छ होला मेबी है, आइ एम नट स्योर। मलाई चाहिँ एकदमै मेमोरीहरू चाहिँ क्याप्चर गरेर चाहिँ लाइक भोलि पर्सि म फर्केर हेर्दाखेरि चाहिँ मेरो लागि केही मेमोरीहरू होस् भन्ने चाहिँ मेरो इच्छाहरू छ। अनि त्यो मेमोरीहरू क्रिएट गर्दै म चाहिँ राख्नेछु। अनि आजको यो मोमेन्ट चाहिँ मैले जति पनि मेरो यो मोबाइलमा क्याप्चर गरेको छु, यो सबै चाहिँ म युट्युबमा राख्नेछु एज अ ब्लग है। गाह्रो छ। अनि तपाईँहरू भिजिट गरेर हेर्न सक्नुहुनेछ, मसँग इन्जोय गर्न सक्नुहुनेछ है त। थ्याङ्क यू। म चाहिँ अब कुन बाटो जाम भइदिरहेँ। अब चाहिँ म यो बाटो भएर जान्छु, त्यहाँनिर यो बाटोबाट भएर चाहिँ म तल निस्किन्छु, स्टेसनसम्म जान्छु। स्टेसन गएर चाहिँ अनि त्यहाँपछि म घर जान्छु। अब कुरा गर्दा गर्दै के भनौँ है, के कुरा गरौँ, यस्तै छ बाटोहरू। बाटो एकदम राम्रो छ, अनि यस्तो छ सुनसान है। मेमोरी एज मोर एज गुड एज यु क्यान। त्यसमा तलसम्म चाहिँ पुग्नु पर्यो। आई होप कि म सही बाटो आएको होस् है। कति हेर्नुहुन्छ है मेरो अनुहार मात्र, कति हेर्नुहुन्छ, कति देखाउने अनुहार, कति देखाउने भनेर होला। अब यो पछाडिको देखाउनलाई त अनि जङ्गल मात्र छ अहिले, त्यही भएर म यो कुराहरू देखाउँदिनँ। त्यहाँ पनि फ्लावर फुलेको रहेछ अहिले चाहिँ। यो ठाउँमा चाहिँ सिजन वाइज चाहिँ फ्लावरहरू फुल्छ क्या। एउटा सिजनमा अर्को सिजनमा अर्को सिजनमा सिजन वाइज चाहिँ फ्लावरहरू फुल्ने भएको कारणले गर्दा चाहिँ यहाँनिर चाहिँ मान्छेहरू धेरैजना त्यो फ्लावर हेरेर मात्रै भयो नि आउनुहुन्छ कि, फ्लावर हेर्न, फ्लावरसँग इन्जोय गर्नलाई है। त्यो एउटा छुट्टै रमाइलो गर्नलाई चाहिँ आउनुहुन्छ, सबैजना आउनुहुन्छ। यहाँको जापानिज भयो, अब कोही घुम्ने उसले आउनुभएकोहरू पनि आउनुहुन्छ। अनि यता नजिकै बस्नेहरू त झन् कति आउनुहुन्छ होला है। अब चाहिँ म तपाईँहरूलाई चाहिँ कहाँ लाग्छ, अब त म घर जान्छु होला। अब म तपाईँहरूलाई कहीँ पनि लाग्दिनँ, अब म घर जान्छु। यही थियो आजको अपडेट, आजको चुरुमुरे कुचुको थोरै के भन्छ
सुन्दरताहरू अनि प्रभुको एउटा सुन्दर सृष्टि है। फ्लावर्सहरूदेखि लिएर प्लान्ट्सहरूदेखि लिएर अनि त्यहाँनिर भएको होइन चराचुरुङ्गीको आवाजहरू अनि सनसेटदेखि लिएर सबै थोक चाहिँ अनि सबै कुराहरू है एकदमै राम्रो होइन, एकदमै सुन्दरताले भरिएको, सुन्दरतामा मग्न पार्ने त्यो चिजहरू एकदमै राम्रो थियो। भारी थाक्यो। अब चाहिँ म केही खान्छु होला। यता नजिक के छ थाहा छैन है, केही लिएर खानुपर्ने हुन्छ नत्र म घर पुग्न सक्दिनँ। भोक लागिसकेको छ गाइसहरू। अब चाहिँ केही खाएर अनि घर जानुपर्ने हुन्छ। अब नेक्स्ट टाइम आउँदा चाहिँ म साथीहरू लिएर आउँछु, भाइ बहिनीहरू, चर्चको भाइ बहिनीहरू मिल्यो भने आउँछु लिएर, कोही चिनेकोहरू लिएर आउँछु। आज चाहिँ एक्लै भएर मैले कति फोटो भिडियोहरू त्यो बनाएन क्या। बनाउनु त मन थियो तर मैले बनाएन किनभने मलाई लाज लाग्यो। एक्लै हुँदा चाहिँ अलिकति धेरै लाज लाग्दो रहेछ। अनि अरूहरूले हेर्दै गर्दाखेरि के भन्छ होला भनेर है, अनि त्यही भएर मैले धेरै चाहिँ गर्न पाएन, बनाएन गीतहरूलाई। अनि त्यसपछि हिँडेँ म है त। अहिलेलाई चाहिँ म राख्छु। सायोनारा, सी यु इन द नेक्स्ट ब्लग, बाई।